नमस्ते, के तपाईलाई थाहा छ अब नेपालमा डिजिटल मार्केटिङ फौजनको लागि आइसकेका छन्। हजुरहरूले अब आफ्नो पसलको लागि सामान किन्नको लागि काठमाडौँ हरेक हप्ता नै आउनु परेको थियो। अब इन्डोरले त्यसको सावधान ल्याइसकेका छन्। अब हजुरले मोबाइलबाट नै होलसेल प्राइसमा सामान किन्न सक्नुहुन्छ। अब हजुरलाई कसरी यसमा जोइन गर्न सक्नुहुन्छ भन्ने विषयमा हामी स्टेप बाई स्टेप देखाउनेछौँ। सबभन्दा पहिला हजुरले यसमा क्रोममा जानु होला। indoor.com.np सर्च गर्नु होला या इन्डोर नेपाल पनि सर्च गर्दा हजुरलाई यस्तै इन्टरफेस आउँछ। यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि हजुरले यसमा प्रोडक्टहरू हेर्न सक्नुहुन्छ। धेरै सबै क्याटेगोरी जति पनि क्याटेगोरी छ सबै प्रोडक्ट हाम्रो बिस्तारै आइरहेको छ, तर धेरै अहिले आइसकेको छन्। सबै हाम्रो होलसेल प्राइसमा नै छ। यसमा हेर्नुभएको जति पनि सबै होलसेल प्राइसमा छ, तर यसमा बल्कमा उठाउनुपर्छ। जति हेर्नुभएको छ सबै बल्कमा उठाउनुपर्छ। त्यसपछि हामी यसमा साइन इनको अप्सनमा जान्छौँ। यहाँ गएर हजुरले यहाँबाट गुगलमा पनि डाइरेक्टै साइन इन गर्न सक्नुहुन्छ। म यहाँ क्रिएट एकाउन्टमा गएर एकाउन्ट क्रिएट गर्छु। सबभन्दा पहिला हजुरले यसमा आफ्नो नाम दिनु होला। यसमा युजर नेम हजुरले आफ्नो नम्बर पनि दिन सक्नुहुन्छ या केही आफ्नो ब्रान्डको नम्बर छ भने यसमा दिन सक्नुहुन्छ आसानीले। मानौँ अब हाम्रो डेनिम छ भने डेनिम ब्रान्ड पनि यसमा हालौँ। यसमा हजुरले आफ्नो जिमेल राख्नु होला। यसमा अलिक स्ट्रङ एउटा क्यापिटल लेटरमा एन या केही क्यापिटल लेटरमा हाल्नु होला। अनि स्मल लेटरमा अनि डट अनि केही हार्ड केही हरियो बटनसम्म आएसम्म हाम्रो हरियो बटन देखाइदिएको छ। यहाँ गुड पासवर्ड छ, स्ट्रङ पासवर्ड छ हाम्रो। सेम यसमा हालिदिनु होला। त्यो हालिसकेपछि यसमा क्रिएट एकाउन्टमा जानु होला। गइसकेपछि हजुरको यस्तो इन्टरफेस आउँछ। हजुरले यसमा दर्ता भइसकेको छ। अब हजुरले यसमा अब रिटेल प्राइस र होलसेल प्राइस दुईवटा आउँछ। यसमा हजुरले रिटेल प्राइसमा जानुहुन्छ भने नगरिकताबाट मात्रै इन्टर गर्न सक्नुहुन्छ। तर म होलसेलमा प्राइसमा खरिद गर्न चाहन्छु भने त्यो होलसेलमा क्लिक गर्छु। तर रिटेलमा हाम्रो 5% लिएर 20% एक्स्ट्रा देखाउन सक्छ। सो हजुरले यसमा नर्मल व्यक्तिको लागि मात्र हो, तर हामी होलसेलमा जान्छौँ। हजुरले आफ्नो मोबाइल नम्बर दिनु होला। हजुरले यसमा अब 3 सिस्टमबाट यसमा ओटिपी जान्न सक्नुहुन्छ। एउटा एसएमएस भयो, एउटा वाट्सएप भयो, एउटा इमेल भयो। म यहाँ ओटिपीबाट एसएमएस जान्न सक्छु। यहाँ वाट्सएपबाट पनि गर्न सक्नुहुन्छ। म एसएमएसबाट गर्छु। हजुरको अब 60 को कोड हजुरको मोबाइलमा आउँछ। म यसलाई इन्टर गर्छु। मैले यहाँ हालिसकेको छु आफ्नो कोड। मोबाइलमा आएको कोड हालिसकेको छु। यहाँबाट भेरिफाई गर्नुपर्छ। यहाँ हाम्रो भेरिफाई भइसकेपछि अब अर्को स्टेपमा आउँछ। हाम्रो नाम यहाँ आइसक्यो। हजुरले अब हजुरको लोकेसन छ त्यहाँ अटो डिटेक्ट गर्दा पनि हुन्छ। अटो डिटेक्ट यहाँ गर्नु होला। यहाँ पर्मिसन लाउको पर्मिसन दिनु होला। दिइसकेपछि आफै अटोमेटिक यहाँ अटो डिटेक्ट हुन्छ हजुरको लोकेसन। त्यसपछि हामी यसमा आफै यसरी गर्न पनि सक्छ। अटो डिटेक्ट पनि गर्न सक्नुहुन्छ। म आफै डिटेक्ट यसमा राखिरहेको छु। अहिले बागमती प्रदेश काठमाडौँमा काठमाडौँ म्युनिसिपालिटी कालीमाटी के नजिक छ भने हजुरले यसमा हाल्न सक्नुहुन्छ। कालीमाटीको नजिक हालिसकेपछि हजुरले अब होम छ कि अफिस छ त्यहाँ दुवै अब यसमा टिक लगाएर होम छ भने होममा, अफिस छ भने अफिसमा टिक लगाएर यसमा सेभ प्रोसेसमा गइहाल्नु होला। त्यसपछि मैले अब होलसेलमा दर्ता गराइसकेपछि हामीले 4वटा डकुमेन्ट माग्छ। तर हजुरले रिटेलमा दर्ता गराउनुहुन्छ भने 2टा मात्र हुन्छ। यसमा मैले होलसेलमा गराएको भएर यहाँ नगिर्ता निचेको फ्रन्ट साइडको ब्याक साइडको दुवै नगिर्ता। यसमा प्यान नम्बर अनि चाहिँ सेल्फी हजुरले अब हजुर नै हुनुहुन्छ भने यसमा सेल्फी प्रुफ
नगिर्दा या 5 नम्बर केही हातमा राखेर अनि चाहिँ फोटो खिचेर यसमा हालिदिनु होला। हालिसकेपछि म यसमा सब्मिटमा यसमा हाल्छु, यसमा आफ्नो नागरिकताहरू हाल्छु। हालिसकेपछि हजुरले अब यसमा सब्मिटमा क्लिक गर्नु होला। मैले यहाँ डकुमेन्ट हालिसकेको छु, त्यसपछि सब्मिट गर्नु। 725 रुपियाँ अनि चाहिँ 250 रुपियाँ, 550। पहिले चाहिँ 6% जति एक्स्ट्रा देखाइरहेको थियो। अब यसमा फिक्स प्राइस होलसेल प्राइसमा हजुरले हेर्न सक्नुहुन्छ। त्यो रियालिटीमा देखाएको प्राइसभन्दा यता होलसेल प्राइसमा डिफ्रेन्ट हुन्छ। जुनमा हेर्नु सबैमा त्यस्तै छ। जस्तै म अर्कोमा लग आउट गरेर हजुरलाई एउटा देखाउँछु। जस्तै मान्नु यो ब्यागको 500 छ भने हजुरलाई म लग आउट गरेर अनि चाहिँ देखाउँछु यो ब्यागको कति प्राइस छ। हेर्न सक्नुहुन्छ मैले 500 धेरैको प्राइस 530 देखाइरहेछ। अनि फ्युचर यसमा अब अझ पनि एड हुनसक्छ, कुनै ग्यारेन्टी छैन, किनभने यो गोप्यता भयो, होलसेलको गोप्यता भयो, त्यही भएर यसमा एक्स्ट्रा पनि देखाउन सक्छ। सो हजुरले होलसेलमा दर्ता गराइसकेपछि यो 500मा नै पाउन सक्नुहुन्छ। हाम्रो अब 24 घन्टाभित्रै नै एप्रुभल आउँछ एडमिनबाट आइसकेपछि हामी सजिलै नै यसलाई सामानहरू किन्न सक्नुहुन्छ। हजुरलाई एडमिनबाट एप्रुभल आइसकेपछि अब सजिलै नै यसबाट होलसेल प्राइसमा नै सामान किन्न सक्नुहुन्छ।